अमेरिकाको सैन फ्रान्सिस्कोको समुद्रको बीचमा एउटा यस्तो जेल रहेको छ जुन जेललाई द अनस्केपेबल प्रिजनको नामले परिचित छ। यो प्रिजन अल्केट्राज आइसल्यान्डमा अवस्थित छ। हुन त यो आइसल्यान्ड कहिले लाइट हाउस, कहिले फोर्ट त कहिले मिलिटरी प्रिजनको रूपमा प्रयोग हुँदै आइरहेको थियो, तर पछि सन् 1934 मा यसलाई फेडरल प्रिजनको रूपमा परिणत गरिन्छ। यो आइसल्यान्ड समुद्रको एउटा ठूलो ढुङ्गामा बनेको छ, यसै कारणले गर्दा यसलाई द रक पनि भनिन्छ। चारैतिर अथाह समुद्र, त्यसैमाथि निकै कडा सुरक्षा व्यवस्थाले गर्दा यो जेललाई अझै सुरक्षित बनाउँछ। सन् 1934 देखि 1963 को बीचमा यो जेलमा त्यति बेलाका निकै खतरनाक कैदीहरूलाई बन्द गरी राखिएको थियो, जसमा एल क्यापोनी, जर्ज केली, रोबर्ट स्ट्राउड, रोय गार्डनर जस्ता कैदीहरू थिए। तर 11 जुन 1962 को राति अल्केट्राज जेलमा यस्तो घटना हुन्छ जसले अमेरिकालाई मात्र नभएर पुरै विश्वलाई नै चकित बनाउँछ। आखिर 11 जुनको राति त्यस जेलमा भएको के थियो? आउनुहोस् जानु आजको यस रोचक भिडियोमा। They were able to fashion spoons and be able to just basically scrape away the concrete. Serving long terms scratched their way through grills covering an air vent, climbed a drainage pipe, and disappeared from the... Making sure 3 men dressed as prisoners would have been noticed, especially after an alarm had been raised. यो कथाका मुख्य पात्रहरू 4 जना रहेका छन्। पहिलो पात्र फ्र्याङ्क मोरिस। उनको जन्म सन् 1926 सेप्टेम्बरमा वाशिंगटन डीसी मा भएको थियो। 11 वर्षको उमेरमा आफ्नो बुबा आमाको मृत्युपछि उनी चाइल्ड केयर हाउसमा हुर्किएका थिए। उनले 13 वर्षको उमेरदेखि नै चोरी र डकैतीको दुनियाँमा हात हालेका थिए। फ्र्याङ्क अल्केट्राज जेलमा पनि लागु पदार्थ र बैंक डकैतीको केसमा आएका थिए। भनिन्छ फ्र्याङ्क उच्च बुद्धिमत्ता अर्थात् आईक्यू लेभल 133 भएका व्यक्ति थिए, जसले गर्दा उनी जेलमा रहेको बेला पनि विभिन्न बौद्धिक कार्यमा संलग्न हुन्थे। अर्को पात्र जोन र क्लेरेन्स एङ्ग्लिन अर्थात् एङ्ग्लिन ब्रदर्स। विभिन्न चोरी डकैतीको मुद्दा लागेका उनीहरूलाई अघिल्लो जेलहरूबाट भाग्ने प्रयासको कारण अल्केट्राज जेलमा पठाइएको थियो। र अन्तिम पात्र एलेन वेस्ट, जो विभिन्न गैर कानुनी कसुरमा लामो समयदेखि नै यो जेलमा रहेका थिए। निकै बुद्धिमान फ्र्याङ्क मोरिस, राम्रो पौडी खेल्न सक्ने 2 एङ्ग्लिन ब्रदर र अल्केट्राज जेलको बारेमा राम्रो ज्ञान भएका एलेन वेस्ट, जसले गर्दा 4 जनाको सम्बन्ध छोटो समयमा निकै घनिष्ठ भएको थियो र 4 जनाले निर्णय गर्छन् अल्केट्राज जेलबाट भाग्ने। तर समस्या के थियो भने यी 4 जना कैदीहरू फरक फरक ब्लकमा थिए, जसले गर्दा यिनीहरूलाई भाग्ने योजना बनाउन गाह्रो भइरहेको थियो। तर एलेन वेस्टले निकै चलाखीपूर्ण तरिकाले जेल गार्डलाई मनाउन सफल भए र बी ब्लकमा सर्छन्। अब तपाईहरूले सोचिरहनु भएको होला, आखिर बी ब्लक नै किन रोजियो? जेलको एकमात्र ब्लक जसमा भेन्टिलेसन साफ कङ्क्रिटले सिल गरिएको थिएन, जसलाई तोडेर सजिलै जेलको रूपसम्म पुग्न सकिन्थ्यो। र यो कुरा एलेन वेस्टले जेलको मेन्टेनेन्स गर्ने कार्य गर्ने क्रममा पत्ता लगाएका थिए। अब 4 जना कैदीहरू सँगै थिए र आफ्नो अगाडिको योजनालाई सहज तरिकाले बनाउन सक्थे। वास्तवमा सबै कैदीको कोठामा भेन्टिलेसनको लागि मेटलको जाली हुन्थ्यो, जसको पछाडि युटिलिटी कोरिडोर थियो। त्यहाँ निकै कम मात्रामा गार्डहरू आउने जाने गर्थे। साथैमा यही कोरिडोरबाट पाइपमा चढी छतसम्म पुग्न सकिन्छ। उनीहरूले प्लान बनाउँछन् कि यदि भेन्टिलेसन मेटलको एरियालाई खनेर अझै ठुलो बनाउन सकियो भने यहीँबाट छिरेर भेन्टिलेसन कोरिडोरको पाइपमा चढी छतसम्म पुग्न सकिन्छ। यो प्लान पछि 4 जना कैदीले भेन्टिलेसन ग्रेडको 8 इन्चको वाललाई खन्न सुरु गर्छन्, जसको लागि उनीहरूले क्यान्टिनबाट चोरी गरेका चम्चाको प्रयोग गर्छन्। साथै कामलाई अझै छिटो गर्नको लागि भ्याक्युम क्लिनरको मोटरको प्रयोग गरी एउटा ड्रिलिङ मसिन पनि बनाउँछन्। अल्केट्राज जेलमा हरेक दिन कैदीको मनोरञ्जनको लागि 1 घण्टाको म्युजिकल आवर राखिन्थ्यो, जसमा ठुलो आवाजमा गीत गाउने र सुन्ने गरिन्थ्यो। यही हल्लाको समयलाई सदुपयोग गर्दै उनीहरूले भेन्टिलेसन ग्रेडको एरियालाई खन्न थाल्छन्, जसले गर्दा उनीहरूले गरिरहेको काम कसैले देख्न र सुन्न सक्दैनथे। दिनमा 1 घण्टा खनिसकेपछि 4 जनाले टोयलेट पेपरको मद्दतले भेन्टिलेसनको वरिपरि ढाक्ने गर्थे। कयौं दिनको मेहनतपछि उनीहरूले भेन्टिलेसनको जालीलाई निकाल्न सफल हुन्छन् र त्यसको ठाउँमा एउटा प्लास्टिक कार्डबोर्ड भेन्टिलेसन ग्रिलको साइज र डिजाइनमा काटी त्यहाँ सेटल गर्छन्। आखिर अब 4 जना कैदीहरू अल्केट्राज जेलबाट भाग्न तयार थिए, तर त्यहाँ सेललाई त्यत्तिकै खाली छोडेर जाँदा पेट्रोल गार्डहरूलाई शंकाको बाटो हुन्थ्यो। त्यसको लागि 4 जनाले आफ्नै टाउको ढाँचाको अनुसार डम हेड बनाउनु थियो। यो समस्याको समाधानको लागि एङ्ग्लिन ब्रदरले जेलको सैलुनबाट कपालको व्यवस्था गर्छन् र फ्र्याङ्क मोरिसले फाटेको कपडा र साबुनबाट एउटा डम हेड बनाउँछन् र त्यसमा कपाल र आइब्रो टाँच्छन्। पहिलो डिको यस्तो देखिन्थ्यो।
अर्को टाउको टोयलेट पेपर र साबुनको मद्दतले यस्तो बनाउँछन् र त्यसै गरी उनीहरूले भाग्ने क्रममा चाहिने सम्पूर्ण आवश्यकतालाई पूर्ति गर्न आफ्नो छुट्टै वर्कसप बनाएर काम गरिरहेका थिए, जसमा उनीहरूलाई अल्केट्राज बाहिरको समुद्रसँग सामना गर्नको लागि एउटा बोटको खाँचो थियो। फ्र्याङ्क मोरिसले जेलमा आउने म्यागजिनहरू पढेर लाइफ ज्याकेट र बोट बनाउन सिकिसकेका थिए। बोटमा हावा भर्नको लागि भने मोरिसले म्युजिकल इन्स्ट्रुमेन्ट कन्सर्टिनाको प्रयोग गर्ने निर्णय गर्छन्, जसलाई उनले जेलमा किनेका थिए। र्याफ्टलाई चलाउनको लागि भने एलेन वेस्टले प्रिजनको फर्निचरदेखि 2वटा प्याडलहरू बनाउन सफल हुन्छन्। सन् 1962 मा भेन्टिलेसन एरियालाई पार गरी युटिलिटी कोरिडोर हुँदै छतसम्म जाने पाइपमा चढ्ने पहिलो व्यक्ति हुन्छन् क्लेरेन्स एङ्ग्लिन। जब उनले छतको सिल्डलाई खोल्ने प्रयास गर्छन् त्यति बेला त्यो सिल्ड खुल्दैन, किनभने त्यसमा 4वटा नटहरू टाइटली लगाइएको थियो र उनीहरूलाई थाहा हुन्छ कि उनीहरूको तयारी अझै पूरा भइसकेको छैन भनेर। सिल्ड खोल्नको लागि मोरिसले सेलको भेन्टिलेसन वाललाई फुटाउन बनाइएको मोटरमा स्क्रू हालेर नटलाई खोल्छन् र भाग्यवश त्यो खुल्छ। अब चारैजना जेलबाट भाग्न तयार थिए र पर्खाइ थियो त केवल अनुकूल समयको, जुन समय 11 जुन 1962 मा आउँछ। सबैजना कैदीहरू क्यान्टिनमा खाना खान्छन् र आफ्नो आफ्नो सेलमा जान्छन्। केही समयपछि गार्डहरूले डेली रुटिन चेकअप गर्छन् र राति 9:30 मा सेलको सबै लाइटलाई बन्द गर्छन्। अहिलेसम्म सबै कुरा सामान्य चलिरहेको थियो, तर अब केही समयपछि यस्तो घटना हुनेवाला थियो जसले अल्केट्राज जेलको इज्जत माथि नै प्रश्न उठ्दै थियो। टिमको लिडर फ्र्याङ्क मोरिसले बाँकी 3 जना साथीहरूलाई खबर गर्छन्, आजै राति हामी यो जेलबाट भाग्दैछौँ। त्यसपछि चारैजनाले डमी हेडलाई आफ्नो आफ्नो बिस्तारामा राख्छन् र बिस्तारामा कोही सुतिरहेको छ जस्तो देखाउनको लागि टाउको मुनिको भागमा केही कपडा राख्छन् र भेन्टिलेसनको जाली निकाली त्यस भागको कङ्क्रिट सिमेन्टलाई हटाउन सुरु गर्छन्। फ्र्याङ्क मोरिस, जोन एङ्ग्लिन र क्लेरेन्स एङ्ग्लिन केही समयमा भेन्टलाई पार गरी कोरिडोरमा आइपुग्छन्, तर एलेन वेस्टले भने अझै पनि भेन्टिलेसनको सिमेन्टलाई हटाइरहेका थिए। त्यतिन्जेल 3 जनाले गोप्य वर्कसपबाट आफ्नो सबै आवश्यक सामानहरूलाई निकाल्न लाग्छन्, तर समय बितिरहेको थियो। एलेन वेस्ट भने अझै पनि भेन्टिलेसनको सिमेन्टलाई हटाउन सकिरहेको थिएन, किनभने त्यहाँको सिमेन्ट जमिसकेको थियो। त्यतिकैमा फ्र्याङ्क मोरिसले एलेन वेस्टलाई छाडेर भाग्ने निर्णय गर्छन् र कोरिडोरको पाइपमा चढी क्लेरेन्स एङ्ग्लिनले सिलको नटलाई खोल्छन् र 3 जना जेलको छतसम्म आइपुग्छन्। उनीहरूले छतमा पनि लामो समयसम्म एलेनको पर्खाइमा बस्छन्, तर एलेन आउन सक्ने कुनै पनि सम्भावना नदेखेपछि उसलाई त्यही छाडी छतको छेउमा रहेको 5 फिट पाइपको मद्दतले तल झर्छन्। त्यसपछि गार्डहरूको नजरबाट बस्दै 2वटा 15 फुटको फलामको बारलाई पार गरी समुद्रसम्म आइपुग्छन्। त्यहाँ तिनीहरूले बोटलाई कन्सर्टिनाको मद्दतले फुलाउँछन् र लाइफ ज्याकेट पनि लगाउँछन्। सबै सामानलाई बोटमा लोड गरेर लाग्छन् यस्तो यात्रामा जुन यात्राको रहस्य अझै पनि खुल्न सकेको छैन। द एलेन वेस्ट भने अझै पनि वालको सिमेन्टलाई हटाउनमा आफ्नो सबै शक्ति लगाइरहेका थिए। अन्ततः राति करिब 1:45 मा वेस्टले भेन्टिलेसनलाई पार गरी जेलको रूपसम्म आइपुग्छन्, तर दुर्भाग्य त्यहाँ कोही पनि हुँदैनन् र भारी मन गराए फेरि आफ्नै सेलमा फर्किन्छन् र सुत्छन्। बिहान 7:15 मा अफिसर लरेन्स बार्टलेटले रुटिन चेकअप गर्दै बी ब्लकको काउन्टिङ गर्छन् र सुतिरहेको क्लेरेन्स एङ्ग्लिनलाई उठाउने प्रयास गर्छन्, तर एङ्ग्लिन उठ्दैनन्। त्यसैगरी अर्को अफिसरले एङ्ग्लिनको सेलभित्र छिरी उनको टाउकोमा प्रहार गर्छन् र टाउको भुइँमा खस्छ र नाक पनि भाँचिन्छ। अरू अफिसरहरू पनि मोरिस र जोन एङ्ग्लिनको सेलमा छिर्छन् र त्यहाँ पनि नक्कली टाउको रहेको कुरा फेला पार्छन्। हो, जेलबाट 3 जना कैदीहरू फरार भइसकेका थिए। जेलमा इमर्जेन्सी अलार्मलाई बजाइन्छ र जेलको हरेक कुनामा खोजी कार्य गरिन्छ। त्यसैगरी अल्केट्राज आइसल्यान्डको वरिपरि पनि हेलिकप्टर र सिपको मद्दतले खोज्ने अपरेसन चलाइन्छ। जेलका अफिसरहरूले उनीहरूको गोप्य वर्कसप पनि फेला पार्छन् र एलेन वेस्ट पनि भाग्ने योजनामा संलग्न रहेको कुरा थाहा हुन्छ। एलेन वेस्टको इन्टरभ्यू लिइन्छ, जसले यो केसलाई अझै रोचक बनाउँछ र एफबीआईलाई सर्च अपरेसन गर्न धेरै सहयोगी हुन्छ। एलेन वेस्ट उनीहरूको सबै प्लानलाई वर्णन गर्छन् र एलेनको अनुसार 4 जनाको प्लान जेलबाट बाहिर निस्किएर बोटमा चढी नजिकैको एन्जेल आइसल्यान्डमा पुग्ने थियो र त्यहाँबाट स्विमिङ गर्दै र्याकोन स्टेटलाई पार गरी म्यारोन काउन्टीमा पुग्ने थियो। त्यहाँदेखि एउटा कार र केही कपडा चोरी गरी अगाडिको यात्रा गर्नु थियो। एफबीआईलाई एलेनको बयान सुन्दा उनले झुटो अन्तर्वार्ता दिइरहेको जस्तो लाग्छ, तर एन्जेल आइसल्यान्डको वरिपरि खोजी कार्य गर्दा त्यहाँ एउटा प्याडल फेला पर्छ जुन कैदीहरूले प्रयोग गरेका थिए। साथैमा त्यही दिन एउटा सानो रबर प्याकेट पनि फेला पर्छ जसमा एङ्ग्लिन परिवारको केही फोटो र लेटरहरू थिए। यी सबै कुराहरूबाट यति त पुष्टि हुन्छ कि एलेन वेस्टले साँचो बताइरहेका छन्। जुन 13, 1962 घटनाको 2 दिनपछि एउटा अनजान महिलाले एन्जेल आइसल्यान्डको छेउमा 3 जना एउटा बोटमा सवार गरेको दाबी गर्दै एफबीआईलाई बयान दिन्छन्। जुन 18, 1962 अल्केट्राज प्रिजनमा एउटा लेटर आउँछ जसमा लेखिएको
थियो वार्डेन अल्केट्राज प्रिजन सान फ्रान्सिस्को। हा वी मेड इट। र तलपट्टि मोरिस क्लेरिन्स र जोनको नाममा सिग्नेचर गरिएको थियो। पछि ह्यान्डराइटिङ एनालाइसिस गर्ने विज्ञसँग जाँच गर्दा त्यो लेखाइ क्लेरिन्सको नभएको तर बाँकी दुईजनाको हुन सक्ने तथ्य फेला पर्छ। जुन 22, 1962 अल्केट्राजको पूर्वी भागबाट एउटा लाइफ ज्याकेट फेला पर्छ जसमा केही रातो दाग लागेको थियो। कोस्ट गार्ड, पुलिस, FBI र आर्मीहरूले यो सबै कुराहरू त पत्ता लगाउन सफल हुन्छन् तर भागेका कैदीहरू भने फेला पर्न सक्दैनन्। जुन 27, 1962 जेलको एसोसिएट वार्डेनलाई फोन कल आउँछ र कुरा गर्ने व्यक्ति फ्र्याङ्क मोरिस रहेको कुरा बताउँछन् र भन्छन् हामी सबै जेलदेखि भाग्न सफल भयौं। आशा छ तपाईहरुलाई यो सुनेर खुसी लाग्नेछ। धेरै एक्सपर्ट्सहरूको अनुसार फेला परेका सबै कुराहरू कैदीहरू भागेको दिनको मौसम र समुद्रको चिसो पानीलाई मध्यनजर राख्दै तिनीहरू बाँच्न सफल नरहेको कुरा अगाडि आउँछ। त्यसपछि जेलको एसिस्टेन्ट डाइरेक्टर फ्रेड विल्किसनले समुद्रको त्यो शक्तिशाली छालसँग लड्न उनीहरू असक्षम रहेको र तिनीहरूलाई मृत घोषणा गर्नुपर्छ भनेर बयान दिन्छन्। यसपछि यो निष्कर्ष निकालिन्छ कि 3 जना कैदीहरू जेल तोडेर भाग्न त सफल भए तर समुद्रमा कतै उनीहरूको बोट डुब्यो र उनीहरूको मृत्यु भयो र उनीहरूको सामान यताउता छरिएर फेला पर्यो र साथैमा यदि उनीहरू जीवित नै रहे तापनि FBI ले कुनै पनि बेला कैदीहरूलाई समाउन सक्थ्यो किनभने उनीहरूको नामको वारेन्ट पुरै अमेरिकामा छापिएको थियो। घटनाको करिब 1 महिनापछि 17 जुलाई 1962 मा जब नर्वेजियन कार्गो शिप सान फ्रान्सिस्कोको समुद्रदेखि जाँदै थियो त्यतिबेला शिपको क्रूले गोल्डन गेट ब्रिजदेखि 20 माइल नर्थ वेस्ट तर्फ एउटा लासलाई तैरिरहेको देख्छन् जसले कैदीको कपडा लगाएको थियो तर शिपको क्रूले यो जानकारी त्यही दिन FBI लाई दिन असक्षम हुन्छन् र केही दिनपछि मात्र FBI ले यो खबर थाहा पाउँछ र तुरुन्तै त्यो क्षेत्रमा सर्च अपरेसन चलाउँछ तर त्यो क्षेत्रमा कुनै पनि लास बरामद हुँदैन। 3 जना कैदीहरू भागेको केही महिनापछि डिसेम्बर 1962 मा अल्केट्राजदेखि जन पल स्कट नामक कैदी त्यहाँदेखि भागेर कुनै पनि बोट र लाइफ ज्याकेट प्रयोग नगरी करिब 5 किलोमिटर स्विमिङ गरेर सान फ्रान्सिस्कोको तटमा आएको थियो। पछि उनलाई पुलिसले समात्न त सफल भएको थियो तर साथीहरू यो कुराले यति त प्रष्ट हुन्छ कि यदि कुनै पनि तयारी नगरी एउटा सामान्य कैदी त्यहाँदेखि भाग्न सफल हुन्छ भने के महिनौदेखि प्लान बनाएर भागेका 3 जना बुद्धिमान कैदीहरू समुद्रलाई पार गर्न सकेनन् होला त? तपाईहरुलाई के लाग्छ? अल्केट्राज जेलमा भएको यो घटनाको 9 महिनापछि अमेरिकाको सरकारले यो जेललाई बन्द गर्ने निर्णय गर्छ किनभने यसलाई चलाउन अरु जेलको तुलनामा 3 गुणा बढी खर्च लागिरहेको थियो। 21 मार्च 1963 मा यो जेललाई सधैँको लागि बन्द गरिन्छ र बाँकीका कैदीहरूलाई भने अरु जेलमा शिफ्ट गरिन्छ। अर्कोतर्फ FBI भने 3 जना कैदीको खोजी कार्यमा दिनरात नभनी लागिरहेको थियो। जनवरी 1965 मा FBI ले एङ्ग्लिन ब्रदरहरू ब्राजिलको एउटा क्लबमा देखा परेको क्लु पाउँछ तर त्यहाँ इन्भेस्टिगेसन गर्दा केही पनि हात लाग्दैन। FBI ले मोरिस र एङ्ग्लिनको परिवारलाई पनि कयौंपल्ट सोधपुछ गर्छ र जासुसी पनि गर्छ तर त्यहाँदेखि पनि केही नयाँ ब्रेक थ्रु मिल्न सक्दैन। 31 डिसेम्बर 1979 जेल ब्रेकको 17 वर्षपछि अन्ततः FBI ले 3 जना कैदीलाई मृत घोषणा गर्दै यो केसलाई बन्द गर्ने निर्णय गर्छ र यो केसलाई US मार्शल सर्भिसको नाममा जिम्मा दिन्छ। तर जेल तोडेर भागेदेखि अहिलेसम्म बीचबीचमा यस्ता घटना र सबुतहरू अगाडि आउँछन् कि जसले गर्दा कोही पनि उनीहरूको मृत्यु भयो भनेर विश्वास गर्न सक्दैनन्। अब प्रश्न उठ्छ कि यदि जेलबाट भागेर उनीहरूको मृत्यु भएको थिएन भने आखिर 3 जना कहाँ गए त? यो कुरालाई पुष्टि गर्न 2 वटा थ्योरीहरू अगाडि आउँछन् जसमा पहिलो थ्योरी त्यो रात उनीहरू जेलबाट भागेर एलेन वेस्टको बयान अनुसार एन्जेल टापु हुँदै म्यारोन सिटीमा पुग्छन् र त्यहाँदेखि एउटा कार र केही कपडा चोरी गरी आफ्नो गन्तव्यमा लाग्छन्। FBI को रिपोर्टलाई एनालाइसिस गर्ने हो भने त्यस रात म्यारोन काउन्टीदेखि कुनै पनि गाडी चोरी नभएको भनेर लेखिएको छ तर सन् 2011 मा नेशनल जियोग्राफिक च्यानलदेखि भ्यानिस्ड फ्रम अल्केट्राज नामक डकुमेन्ट्री प्रकाशित हुन्छ। त्यसमा खुलासा गरिन्छ कि उनीहरू जेलबाट भागेको अर्को दिन 12 जुन 1962 मा म्यारोन काउन्टीदेखि 1955 मोडल ब्लू कलरको एउटा कार चोरी भएको थियो र त्यसको रिपोर्ट पनि लेखाइएको थियो। यो सँगै FBI ले आफ्नो रिपोर्टमा अल्केट्राज बाहिरको समुद्रलाई पार गर्न असम्भव रहेको किनभने त्यहाँको टेम्परेचर गर्मीमा पनि 12 डिग्री सेल्सियस भन्दा माथि जाँदैन भनेर लेखिएको थियो। FBI को यो भ्रम पनि अर्को एउटा कैदीले जेल ब्रेक गरेर समुद्रलाई पार गरी तोडेको थियो। यो पछि कुरा गरौँ सेकेन्ड थ्योरीको बारेमा। दोस्रो थ्योरीको अनुसार उनीहरू जेलबाट बाहिर निस्किएर बोटमा चढी 180 मिटर
मिटरको मात्र यात्रा गर्छन् र त्यहाँदेखि उनीहरूले अर्को बोट फेला पार्छन् जसमा पहिलादेखि नै कोही उनीहरूलाई प्रतीक्षा गरिरहेको थियो। त्यसपछि त्यो बोटमा चढी फ्र्याङ्क मोरिस र एङ्ग्लिन ब्रदरले अमेरिका छाडेर अर्को कुनै देशमा जान्छन्। अब तपाईहरूले सोचिरहनु भएको होला कि आखिर त्यो बोट 180 मिटरकै दूरीमा किन थियो? किनभने अल्केट्राज आइसल्यान्डको वरिपरि 180 मिटरको परिधि भन्दा भित्र अफिसियल बोट बाहेक अरू बोटलाई छिर्न निषेध थियो। फ्र्याङ्क मोरिस जेलमा रहेको बेला धेरै मानिसहरू बाहिरबाट उनलाई भेट्न आउँथे, त्यसैले मोरिसको कुनै नजिकको मान्छे त्यहाँ बोट ल्याई प्रतीक्षा गरिरहेको अनुमान लगाइन्छ। यी दुवै थ्योरीहरू भन्दा बाहिर कयौं अनौठा घटनाहरू हुन्छन् जसले 3 जना जीवित रहेको अनुमानलाई पुष्टि गरिरहेका थिए। 1962 को साल जब मोरिस र एङ्ग्लिन ब्रदर अल्केट्राज जेल तोडेर भागेका थिए, त्यही सालको क्रिसमसदेखि एङ्ग्लिन ब्रदरको परिवारलाई अन्जान नामदेखि पोस्ट कार्डहरू आउन सुरु हुन्छ र एङ्ग्लिन ब्रदरको आमालाई मदर्स डेमा फुलको गुच्छा समेत आउन थाल्छ। यी सबै पोस्ट कार्ड र फुलको गुच्छा आउने क्रम सन् 1973 मा एङ्ग्लिन ब्रदरको आमाको मृत्युपछि रोकिन्छ। त्यसपछि जब आमाको फ्युनेरल गरिन्छ त्यति बेला दुईवटा मिस्टिरियस महिलाहरूलाई देखिन्छ। उनीहरू फ्युनेरलमा अरू मानिसहरूसँग डिस्टेन्स मेन्टेन गरेर केही दूरीमा बसेका थिए र यो भन्दा पहिला यी महिलाहरूलाई कहिले पनि देखिएको थिएन। त्यसको केही वर्षपछि जब एङ्ग्लिन ब्रदरको बुबाको मृत्यु हुन्छ त्यति बेला पनि 2 जना लामो दारी भएका पुरुषहरू देखिन्छन् जो पहिला आएका महिलाहरू जस्तै गरी एकैछिन एउटा कुनामा बसी गएका थिए। पछिबाट एङ्ग्लिन ब्रदरको फ्यामिलीले पनि कन्फेस गर्छन् कि फ्युनेरलमा आएका 2 जना व्यक्तिहरू क्लेरेन्स र जोन नै थिए जो एफबीआईबाट बची परिवारसँग कनेक्टेड थिए। वास्तवमा जब एङ्ग्लिन ब्रदरको जेठो दाइ रोबर्ट एङ्ग्लिन आफ्नो जटिल स्वास्थ्य अवस्थाको कारण हस्पिटलमा भर्ना भएका थिए त्यति बेला उनले भनेका थिए कि विगत 25 वर्षदेखि म क्लेरेन्स र जोनसँग सम्पर्कमा छु, कसैले पनि उनीहरूको चिन्ता नलिनु। जहाँ यी सबै कुराहरूले एङ्ग्लिन ब्रदर जिउँदै रहेको सम्भावनालाई थप बल दिइरहेको थियो, त्यसै गरी अर्कोतर्फ यस्तै दाबी फ्र्याङ्क मोरिसको एकजना आफन्तीको पनि थियो। मोरिसको आफन्तीको दाबी अनुसार उनी जेलबाट भागेको केही महिनापछि उसलाई भेट्न स्यान डिएगोको पार्कमा आएका थिए। यो कुरालाई उसको छोरीले समेत समर्थन गर्छिन् जो त्यति बेला त्यही पार्कमा बुबासँग आएकी थिइन्। यस्ता दाबीहरूले एकातिर भने 3 जना जीवित रहेको दाबीलाई बल मिलिरहेको थियो, अर्कोतर्फ भने एफबीआईले जाँच गर्दा केही पनि एभिडेन्स नमिले यो केसलाई बन्द गरेको थियो, जुन कुरा तपाईलाई हामीले केही समय अगाडि बताएका थियौं। एफबीआईले युएस मार्शललाई केस हस्तान्तरण गरेको 24 वर्षपछि सन् 2003 मा युएस मार्शल मिशेल डाइकले यो केसलाई फेरि रुट लेभलदेखि नै इन्भेस्टिगेसन गर्ने निर्णय गर्छन् र सबै पुराना फाइलहरूलाई हेर्न थाल्छन्। डाइकले सर्वप्रथम मेरिन काउन्टीको पुलिस स्टेसनको रेकर्डहरू हेर्न थाल्छन्। त्यतिबेला उनले यो केससँग सम्बन्धित एउटा निकै महत्त्वपूर्ण जानकारी फेला पार्छन्। जुन रात 3 जना कैदीहरू जेल तोडेर भागेका थिए त्यही रातको पुलिस रिपोर्ट उनको हातमा परेको थियो। त्यो रिपोर्टमा कार चोरी भएको कम्प्लेन लेखिएको थियो, जुन कारको कम्प्लेनको बारेमा नेसनल जियोग्राफीले समेत आफ्नो डकुमेन्ट्री भ्यानिस्ड फ्रम अल्केट्राजमा समावेश गरेको थियो। त्यो कार चोरी भएको अर्को दिन मेरिन काउन्टीदेखि करिब 160 किलोमिटर टाढा क्यालिफोर्नियाको स्टोकटनमा देखिएको थियो। त्यतिबेला त्यो कार ओभर स्पिड भएको भनेर स्टोकटनको एउटा पुलिस स्टेसनमा जाहेरी समेत परेको थियो। तर यो बाहेक भागेका कैदीको बारेमा केही पनि पत्ता लाग्दैन। त्यसपछि सन् 2013 मा सान फ्रान्सिस्कोको पुलिस डिपार्टमेन्टलाई एउटा चिठी आउँछ र त्यो चिठी जोन एङ्ग्लिनले पठाएको थियो। चिठीमा लेखिएको थियो, त्यो रात हामी 3 जना अल्केट्राज जेलबाट भाग्न सफल भएका थियौं र अहिले म 83 वर्षको भएको छु र क्यान्सरदेखि लडिरहेको छु। त्यस चिठीमा जोनले अक्टोबर 2008 मा फ्र्याङ्क मोरिसको मृत्यु भएको र उसको भाइ क्लेरेन्स एङ्ग्लिनको पनि सन् 2011 मा मृत्यु भएको भनेर लेखेको थियो। फेरि उसले भन्छ कि यदि पुलिसले मेरो यो क्यान्सरको उपचार गरिदिने र जेल ब्रेकको लागि 1 वर्ष भन्दा बढी सजाय नदिने हो भने म पुलिस सामु सरेन्डर गर्न तयार छु। पुलिसले सर्वप्रथम त त्यो लेटरको फिङ्गरप्रिन्ट, डिएनए र ह्यान्डराइटिङको परीक्षण गर्छ, तर त्यसको रिपोर्टमा केही पनि ठोस प्रमाण भेटिँदैन जसले गर्दा जोनले नै यो चिठी लेखेको हो भनेर भन्न सकियोस्। फेरि त्यसको 2 वर्षपछि सन् 2015 मा हिस्टोरी च्यानलमा एउटा डकुमेन्ट्री प्रकाशित हुन्छ। त्यस डकुमेन्ट्रीमा फ्रेड ब्रिज नामक एउटा मानिसले सन् 1975 मा उसले जोन र क्लेरेन्सलाई ब्राजिलको एउटा सहरमा भेटेको भनेर दाबी गर्छ र सबुतको लागि एउटा फोटो पनि देखाउँछ जुन उसले त्यति बेला खिचेको थियो। यो फोटोमा 2 एङ्ग्लिन ब्रदरहरू सँगै एउटा ढुङ्गाको अगाडि उभिएको देखिन्छ। पछि यो फोटोलाई फोरेन्सिक परीक्षण गरिन्छ र त्यसको रिपोर्ट अनुसार फोटोमा देखिएका 2 जोन र क्लेरेन्स नै हुन सक्ने सम्भावना भेटिन्छ। तर यो फोटोमा 2 जनाले चस्मा लगाएको भएर 2 जना 100% एङ्ग्लिन ब्रदर नै हुन् भनेर दाबी गर्न
गर्न सकिँदैन। साथीहरू, अल्काट्राजमा भएको यो घटनाको करिब 60 वर्ष भइसक्दा पनि यो केस अझै पनि रहस्य नै रहस्यमा अल्झिएको छ। यदि अहिले पनि 3 जना कैदीहरू जीवित छन् भने तिनीहरूको उमेर 90 वर्ष कटेको हुनुपर्छ र यही तथ्यलाई ध्यानमा राखी युएस मार्शलले आर्टिफिशियल इन्टेलिजेन्सको मद्दतले 3 जनाको फेसियल स्ट्रक्चर र एजिङको आधारमा एउटा फोटो तयार गरेको छ। यही फोटोको मद्दतले उनीहरूको अझै पनि खोजी कार्य भइरहेको छ। आजको हाम्रो यस सत्य कथालाई अन्तिमसम्म सुनिदिनु भएकोमा सबै दर्शकलाई मेरो आभार र यस्तै अनौठा कथाहरू सुन्नको लागि हाम्रो युट्युब च्यानल ब्रिफ नेपालीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।